आज चाहिँ हामी बुढाबुढी मिलेर टक्क तल गाउँ साइड चाहिँ घुम्न जाँदैछौँ स्कुटी लगेर। बाटोको अवस्था चाहिँ एकदम यस्तो छ, यहाँ चाहिँ पिच हुन आँटेको छ नि त, त्यही भएर धुलो धुलो छ, धुलो खाँदै हिँड्नु परिरहेको छ। हामी चाहिँ सो हेर्दै जानु होला हामी चाहिँ कहाँसम्म जान्छौँ। हामी चाहिँ हजुरलाई देखाउने रहेछौँ। सो किप अन वाचिङ गाइजहरू। औ जाने साइड चाहिँ बल्ल पिच हुन आँटेको छ, होइन कस्तो राम्रो बनाइरहेको छ, रोडहरू पनि ठिकै छ। होइन चाहिँ गाउँ जाने बाटो चाहिँ यत्तिको भयो भने चाहिँ सजिलो हुन्छ नि त, होइन अब त्यही हो। देखिसक्नु छ जाडोको बेला भए पनि न्यानो खालको काम छ, चिसो हावा चलिरहेको छ। अब यो ठाउँ पनि छोटछोटै गर्दै विकासै हुँदै जान्छ होला। अब एउटा रोड चाहिँ विकासित भयो भने गाउँको मान्छेहरूलाई धेरै सजिलो हुन्छ क्या, धेरै कुराहरू सस्तो पनि पर्न जान्छ नि त। अब रोड कन्डिसन राम्रो छ भने होइन सामानहरू सस्तो हुने भयो। यता ल्याउनुको लागि यसो विकास हुनुपर्छ गाउँघरमा पनि। हेर्नु न कस्तो कस्तो गाउँ छ है हाम्रो नेपालमा। अझ हामीले त कति धेरै गाउँहरू देखेको छैनौँ है, अझै कस्तो कस्तो गाउँहरू हुन्छ। पाखा छुट्टै हुन्छ गाउँतिर चाहिँ, दसैँ तिहार यस्तो चाडपर्वमा चाहिँ मजा आउँछ क्या गाउँतिर। रोडको कन्स्ट्रक्सनको काम चाहिँ धमाधम भइरहेको रहेछ यतातिर चाहिँ। धुलो त कति हो कति, हेर्नु नि काम चाहिँ लगातार भइरहेको रहेछ। यस्तो छ, मलाई क्या डर लाग्छ यस्तो जेसिबीहरू देखायो भने त। पछि के फेरि अपग्रेड गर्नुपर्छ हाम्रो क्यामेराहरू है। यता भिर गाउँ, त्यही भएर भिरहरू यत्रो यत्रो भएर नै नामै त्यही अनुसार राखेको होला नि। ठाउँको नाम भिर गाउँ। हेर्न कस्तो यस्तो क्या यो मान्छेहरू क्या यसरी त के हो यस्तो, यो पानी निक्लिरहेको यहाँबाट। स्कुल छुट्टी भइसक्यो यहाँबाट कति छिटो आउँदै रहेछ स्कुलबाट। कस्तो बिरक्त लाग्छ यस्तो स्कुलहरू गएको अनि केटाकेटीहरू हिँडेकोहरू देख्दाखेरि क्या। स्कुल लाइफ सकिएको त हाम्रो 4-5 वर्षै भइसक्यो, कति छिटो गएको यो वर्ष भन्छ तर टाइम त एकैछिनमा जाने रहेछ नि। सो त्यही भएर मेमोरिजहरू कलेक्ट गरिरहनुपर्छ। लाइफ इज वान्स, रिभर्सिबल हुँदैन। सो त्यही हो, इन्जोय गर्नुपर्छ एभ्री मोमेन्ट। घुम्नुपर्छ सकेसम्म, जसले जेसुकै भनोस् बालै फराएर आफ्नै पैसाले घुम्नुपर्छ, हिँड्नुपर्छ, डुल्नुपर्छ होइन त। अर्काको पैसा छैन नि, फेरि आफै इन्डिपेन्डेन्ट हुनु पर्यो अनि घुम्नु पर्यो। आफूले देखेको सपनाहरू पुरा गर्नु पर्यो, त्यही हो। कस्तो राम्रो यो के हो गाउँघरमा त अहिले त यस्तो बर
पहाडहरू त मलाई डर लाग्छ पहाड पिपलहरू कस्तो के घामै आउँदैन क्या यस्तोहरू होइन नि जहाँको देख्छु त्यस्तै देख्छु अब चाहिँ हामी यहाँनिर अब के छौ यहाँनिर तल्लो एउटा गाउँ ओडाहरू छ ओडा गाजरको स्ट्याचु भन्नु खोजेको होइन कि एउटा ठाउँ चाहिँ के हो भन्नु खोजेको कि यतातिर सुन्तला पनि पाउँछ है बाटोहरू यस्तै छ राम्रो छ पहिला त कस्तो थियो हौ यो भिडगाउँ नामै त भिडगाउँ भनेर भिड हामी आउँथ्यौँ तल देखेको चाहिँ के होला है कुन खोला होला त्यति साह्रो टाढा छ जस्तो लाग्दैन मलाई तलतिर हामी चाहिँ अहिले यहाँ आइसकेको छौँ अब यहाँ भनेको गाउँ कहाँ छ चाहिँ थाहा छैन है एक्ज्याक्ट लोकेसन थाहा छैन हेर्दै सक्नुहुन्छ गाजरको स्ट्याचु रहेको छ यहाँ यता चाहिँ गाजर फेमस हो क्या गाजरहरू धेरै फार्मिङ गर्छ नि त त्यही भएर गाजरको स्ट्याचु तलतिर कत्रो पाइप रहेछ अस्ति हाम्रो डेलीको भ्लग पनि हामीले निकालिसकेको छैन नि आज त डेलीको भ्लग निकाल्नुपर्छ है गाउँघरतिर है अब कस्तो बाटो ठिक छ तपाईँ त फर्स्ट टाइम होला है बुढो म त पहिला नि आएको छु नि मम्मी बाबाहरूसँग हिँड्दै हिँड्दै क्या तल गएको मम्मी हाम्रो बाबाको फुपूको घरतिर अनि मम्मीको छ्यामाको घरतिर क्या हाम्रो फेरि एउटैतिर पर्छ पो त बाबा र मम्मीको तेर्सो आइपुग्नु आँटो भन्दै हुन्थ्यो त दाइले त सायद आइपुग्नु आँटो यदि अस्ति नै त मेला लागिरहेको थियो नि है 5-6 दिन अगाडि होला नि है बुढो हामी अलिकति बिजी भएर आउनु पाएन आउँछु भनेको थियो आउँछु भनेपछि त आउनु पर्यो त्यो बेला भ्याएन नभ्याएपछि अब भ्याएको बेलामा जसरी पनि आउनु पर्यो हामी चाहिँ त्यस्तो खालके मान्छे हो लैजाउन मलाई पनि तिम्रो आइट हामीले मायालाई भेट्नलाई मनको प्यासा उसँग मेट्नलाई मधु खोला कता हो यहीँ पर हो यहाँ त पिच रहेछ तर यहाँ चाहिँ फेरि राम्रो रहेछ है बाटो खोला तरेर जानुपर्छ हामी कस्तो मजा आउँछ मलाई यस्तो ढुङ्गाहरू ठुल्ठुलो ढुङ्गा देख्यो भने त्यो उयो रहेछ देखियो हाम्रो डेस्टिनेसन धन्न गलत बाटो चाहिँ गइन रहेछौँ नि ठ्याक्क है
भइसक्यो पहिला यस्तो थिएन नि के थियो कि म त सानोमै आएको मलाई त एउटा याद छैन होइन र पछिबाट बिल भएको होला वाउ कस्तो यस्तो मन्दिरहरूमा आउँदाखेरि कस्तो अर्कै खालको पिस मिल्छ क्या कस्तो अर्कै फिल लाग्छ क्या मनमा शान्त फिल हुन्छ पुल पनि रहेछ पोखरी यहाँ नुहाउँछ होला नि मान्छेहरू के हो भने मात्रै हो त होइन वाह हेर्नु त कस्तो कस्तो ठाउँमा है हामी चाहिँ मन्दिरमा छौँ झरना पनि रहेछ यहाँनिर कति कस्तो क्या पिसफुल त्यहाँ हेर्नु न माथि परेवाहरू कस्तो मजाले बसेको छ कस्तो पिसफुल ठाउँ यहाँदेखि चाहिँ माथि जानुपर्ने रहेछ गुफा हुँदै माथि निस्किन्छ अरे हामी त अहिले दुईजना मात्रै छौँ नि त सो अलिकति कस्तो के गर्ने भयो सो हामीले चाहिँ कन्फ्युज छौँ अब पछि जुरेछ भने फेरि हामी आउनेछौँ अहिले चाहिँ हामी यहीँबाट दर्शन गर्दैछौँ हामी अब यहीँबाट गरेर फर्किने अहिले चाहिँ अब हामीले दर्शनहरू गरिसक्यौँ हामी माथि चाहिँ पुग्नु सकेनौँ हामी तलबाट दर्शन गरिसक्यौँ सो हाम्रो आजको भ्लग यति नै रहेको छ मन पर्यो भने लाइक सेयर एन्ड सब्सक्राइब गरिदिनु होला मेरो च्यानललाई हजुरहरूले पनि यहीँबाट दर्शन गर्नुहोला मेरो भिडियोको थ्रुबाट सो बाई बाई सबैजनालाई धेरै धेरै माया